Hello guys, welcome back to my new vlog. म चाहिँ सन्चै छु, हजुर कस्तो हुनुहुन्छ होला कमेन्ट गर्नु होला हैन गाइज। अनि सो त्यही हो, म चाहिँ आज पनि फेरि पनि त्यही हिजो लेबर छोड्न गएको ठाउँ जाँदैछु। त्यही हो सो गाइज हैन, सबैले माया सपोर्ट गर्नु होला हैन। त्यही हो, म चाहिँ अनि गाइज हैन यहाँ तेल भर्नलाई तेल भर्न लाग्यो। अनि त्यही हो लास्ट भिडियो थियो हैन, भिडियो धेरै थियो हैन, त्यही भएर मैले एकछिन भिडियो बन्द गरिदिएँ। अनि क्युआर पनि गर्नु थियो नि, मसँगै एउटै फोन थियो गाइज। सो गाइज हैन, मैले तेल पनि भरिसकेँ। अनि तेल सेल भरेको अब अस्ति न फुल ट्याङ्क गरेको थिएँ, यताउता दौड्दा अनि त्यही त अनि तेल सकिहाल्यो। अनि मैले चाहिँ फुल ट्याङ्क गरेँ गाइज हैन। त्यही हो 750 रुपियाँको भयो तेल, फुल ट्याङ्क भयो। अनि त्यही हो सो गाइज हैन, म चाहिँ अब चलिदिन्छु। धेरै टाढा जानु छ यहाँबाट, केही नभए पनि 35-40 किलोमिटर छ यहाँबाट हैन। सो त्यही हो गाइज हैन, त्यहाँ जाँदैछु म चाहिँ। किनकि अब अस्ति टेन्टको सामान लगेर गएको थिएन, अब त्यहीँ रुममा बसाल्ने भनेको, रुम मन परेन टोलीहरूलाई। त्यही भएर अब चाहिँ टेन्टमै बस्ने भन्ने कुरा भयो। अनि त्यही भएर अब लाइट लुइटको व्यवस्था गर्न टेन्टको, त्यही भएर म चाहिँ सामान लगेर जाँदैछु। अगाडि बागवानदेखि सामान लगाउनु छ गाइज। सो त्यही हो। अनि त्यही हो गाइज हैन, मैले चाहिँ सामान बनाएँ अनि म चाहिँ चल्दिनु लाग्यो गाइज। अनि सो त्यही हो गाइज हैन, भिडियो मन परेमा लाइक कमेन्ट सेयर फलो सब्सक्राइब गर्न नबिर्सिनु होला। बेल आइकनलाई अलमा दाबिदिनु होला हैन गाइज। सो त्यही हो, सपोर्ट गर्नुहोस् हैन, तपाईँहरूको सपोर्ट चाहियो हो। अब साइडमा पुग्न, नयाँ साइडमा पुग्नलाई हैन। त्यही हो सो गाइज, भेटौँला त्यसै गरी हैन। अनि हेर्दै गर्नुहोस् भ्यूहरू, बाटोको नजाराहरू कस्तो छ यतातिरको बाटो हैन। त्यही हो सो गाइज हैन, मेरो बाइक चाहिँ आज फर्स्टचोटि नै यहाँ बन्द भयो। के कारणले इन्जिन पनि बहुत हिट भएको छ, बाटो पनि चलाइ छ नि त। त्यही भएर होला, अब हेरौँ एकचोटि के छ कस्तो छ यसको कन्डिसन। सो गाइज एकचोटि मेरो गाडीको लुक हेर्नु यस्तो छ, पुरा यसरी लोड भएको छ होइन, यसरी बाँधेर राखेको छु। अब चल्दिने गाइज, त्यही हो। सो गाइज हैन, म चाहिँ आउँदा आउँदै यस्तो ठाउँमा पुगेँ होइन। अघि भिडियो नबनाऊ भन्दा पनि बनाऊ जस्तो लाग्यो कि होइन। दामी थियो कि होइन, सिन चाहिँ भ्यूहरू चाहिँ दामी थियो कि। तर यहाँ चाहिँ एकछिन रोकेर भिडियोहरू बनाइदिएँ। अनि सो त्यही हो गाइज होइन, यहाँबाट भिडियो बनाएर म पनि चल्दिएँ। गाइज अहिले म चाहिँ यस्तो ठाउँमा पुगेछु, यो चाहिँ दामी छ यहाँबाट। हेलो गाइज, म यसरी गइदिन्छु। मेरो गाडीको चाहिँ यसरी लोड भएको छ, टेन्टको सामानहरू, तारतुरहरू, वाइरिङको सामानहरू होइन। म चाहिँ यसरी छु। अनि त्यही हो, म चाहिँ अब निस्किनु लाग्छु होइन। अनि त्यही काम चाहिँ गर्नु छ, धेरै टाइम भइगयो। सो गाइज त्यही हो, भेटौँला अगाडि। लियो टेन्सन ल्याएर पनि हालिसकेका छन्। अनि मान्छे लाइट लुइटको लागि पनि गरिदिइसक्यो। अनि त्यही हो सो गाइज होइन, म चाहिँ अब निस्किनु लाग्यो। पानी परेको थियो यहाँ होइन। अनि अब निस्किनु लाग्यो म पनि। अहिले यहाँको सिन यस्तो छ गाइज होइन। उता यो चन्द्रकन्दनी। त्यही हो सो गाइज, म चाहिँ अब लाग्नुपर्छ होइन। म चाहिँ अब लाग्नुपर्छ गाइज, किनकि ढिलो भइसक्यो। पानी परिरहेको छ अलिअलि। त्यही हो सो होइन, भेटौँला नेक्स्ट भ्लगमा। ओके बाई बाई, आजको लागि चाहिँ यति नै, बाई।